वाह, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, मेरो सलाम छ तपाईँलाई। अर्को प्रतिपक्षी नेतालाई अनुचित ढङ्गले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नुहोस्। हिरासतमा नभएको नेताले सदनमा आउन दिने प्रचलन हामीले पहिल्यै स्थापित गरिसकेका छौँ। सदनभित्रै बहस गराउँदा मात्र लोकतन्त्र सुदृढ गराउने काम हुन्छ। ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्र बलियो हुँदैन। यो कुरा पनि हेक्का रहोस् भनेर आज संसदमा पूर्व प्रधानमन्त्री प्रचण्ड दाहालले भन्नुभएको छ। साथीहरू आउनुहोस्। अर्को प्रतिपक्षी नेतालाई अनुचित ढङ्गले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नुहोस्। हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौँ। सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ। ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन। यो कुरा पनि हेक्का रहोस्।